सायद यहाँ हामीले भन्ने गरेको धर्म भनेको छ नि, यस ब्रह्माण्डको सृष्टि हैन, एउटा प्राकृतिक निरन्तरता, प्राकृतिक नियम छ नि, मान्छेले तोड्न नसक्ने, सायद त्यही कुराहरू नै होला। तर आज हामी यस प्रकृतिमा जन्मेर जुन एउटा समाजमा बसेर हैन, जुन एउटा रीतिरिवाज, चालचलन, वेशभूषा, बोलीचाली फरक छ नि, हो है। अब हामी यसलाई चाहिँ संस्कृति भन्छौँ के। आज यही संस्कृतिलाई चाहिँ लिएर चाहिँ धर्मको उपमा दिएर हैन, मान्छे बीच विभेद हैन, झगडा लडाइँ भइरहेछ। तर प्रकृतिमा मान्छे जसरी जन्मेर स्वतन्त्र रूपले हावा, पानी, प्रकाश उपयोग गरेको छ नि, हो मान्छे पनि त्यसै गरी नै स्वतन्त्र रूपले बाँच्न पाउनुपर्छ हैन। एउटा समूहको अधीनमा अर्को समूह बस्नुपर्छ भन्ने चाहिँ छैन के, प्राकृतिक नियम हो धर्म भनेको त्यो हो। अब कुन मान्छे कुन ठाउँमा बस्छ, कस्तो रीतिरिवाज चालचलन छ, अब त्यसको आडमा चाहिँ हाम्रो धर्म भनेर जुन लडाइँ गर्छौँ नि, त्यो धर्म भन्ने कुरा चाहिँ होइन जस्तो लाग्छ क्या मलाई। त्यो ठाउँको चालचलन रीतिरिवाज हो। अनि मान्छेले धर्मको सम्मान गर्ने, एक अर्काको धर्ममा सम्मान गर्ने भन्छन् नि, धर्म त सबैको सम्मान छ मेरो बुझाइमा है। संस्कृतिको सम्मान हो के, उसको चालचलन र रीतिरिवाजको सम्मान हो। हामी एक अर्काको चालचलन, रीतिरिवाज, वेशभूषा, बोलीचाली आदिमा एक ठाउँको मान्छेले अर्को ठाउँको मान्छेलाई सम्मान गरौँ, हो त्यही हो ठुलो कुरा। लडाइँ झगडा नहुने कुरा त्यही नै हो। अब हामी आफूले जे गर्यो त्यसले पनि त्यही गर्नुपर्छ, त्यसले त्यही गर्यो, जे गर्यो हामीले पनि त्यही गर्नुपर्छ भनेर उफ्रिन्छौँ भने यो चालचलनको रूपमा एउटा झगडा मात्रै हो। यो धर्म नि होइन, स्वर्ग नि कोही जान्दैन, नर्क नि कोही जान्दैन है। त्यस कारणले धर्म भन्नाले प्राकृतिक नियम हो, चालचलन रीतिरिवाज भनेको संस्कृति हो। हामी जुन ठाउँ जन्म्यौँ, जुन ठाउँ बस्यौँ, जस्तो किसिमको चालचलन अपनायौँ, त्यो हामी सबैको आफ्नो संस्कृति हो। अनि एक अर्काको संस्कृतिलाई सम्मान गरौँ। यो लडाइँ र झगडा त हुने नै छैन त।